नमस्ते गऱ्यौ ठिक छ भागे पनि हुनु बवाल भ्यू देख्नु ल हामी चाहिँ घरमा आइकन फर्किँदैछौँ होइन राम्रोको लागि होइन के देखाउनु पर्यो नि त होइन छोड्न खिच्न थिएँ रमाइलो छ है रमाइलो छ मौसम खुल्या भए चाहिँ झन् दामी पानी पऱ्यो होइन पानी परे पनि बाइक बिग्रिए पनि आएरै छोड्यौँ होइन ल ठिकै छ अब 5 दिन भइसक्यो अरे 5 दिन खुल्ला छ अरे होइन भ्रमण गर्नु चाहनेहरू चाहिँ स्वागत छ वेलकम छ जति सक्दो चाँडो हामी के वेलकम फोटो खिच्नु एकदम भाइरल भइरहेछ त्यही त अब यहाँ माथिको अब होइन सिन पनि यहाँ बवाल आउने एक्सपेक्ट गरेको छ हामीले होइन ल अझ अहिले पानी पर्ने होइन के कुरो नगरौँ आजको हेलो के हुँदैछ त आज कस्तो दामी ठाउँ रहेछ हो बवाल लाग्यो बबाल लाग्यो अनि म्यानेजर के छ सोध्छु कि पनि जो यहाँ आएपछि चाहिँ एकदमै आनन्द महसुस भएको छ होइन देख्न सकिन्छ यहाँनिर अब धेरै वर्षपछि खुलेको ठाउँमा आउँदाखेरि चाहिँ एकदमै रमाइलो लागेको छ केही सिन अगाडि चाहिँ हामीलाई बाइक बिग्रेर र पानी परेर अलिकति दुःख लागे पनि यहाँ आएपछि एकदम मुड फ्रेस भएको छ हाम्रो होइन ल ठिक छ है त ल अनि के हुँदैछ त के ठिक छ नि हजुर केमा हाल्ला भन्नु त यो युट्युबमै हाल्नलाई हो राम्रो छ हामी नत्र मैले अर्कै कुरा अब यहाँ साथीहरूले यस्तो हुन्छ कि अब युट्युबमा हाल्नु छ भनेर यस्तो के रहेछ के कुरो काहीँ ल यस्तै हो होइन अब आज धेरै तनावका बावजुद पनि आइयो बाइक बिग्रियो क्लच प्लेट गयो के गयो उड्यो होइन अनि त्यसपछि लास्टमा चाहिँ अब्बा है त ल ठुलो राम्रो मोबाइल कसैमा खिचौँ हल्का भिडियो खिचिदिनु हेलो हल्का सर्ट हान्नु होला म ल
व्हाइट गुम्बा आइपुगिसक्यौँ होइन अनि चाहिँ करिब हामी कति 11 बजीतिर हिँडेको है बिचमा आउँदा आउँदा चाहिँ बाइकको क्लच पेट गरेर बनाएर पानी रोकिएपछि आएको है राम्रो देख्छ चल बोलू यताबाट भ्यू मान्छे घाँटी घाँटी है त व्हाइट गुम्बाको स्पेसालिटी है त्यही